नमस्ते साथीहरू, तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। यो चाहिँ मेरो सबैभन्दा पहिलो भिडियो हो। यस च्यानलमा चाहिँ तपाईहरूले कृषि सम्बन्धी भिडियोहरू हेर्न सक्नुहुनेछ। कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो कस्तो लाग्छ कमेन्ट सल्लाह सुझाव दिनु होला। धन्यवाद। 3 दिनसम्म पानीमा भिजाएर 3 दिन पछाडि पानीबाट निकालेर सुतीको कपडामा राखेर जाली बेरेर अनि चिसो माटोमा गाड्दाखेरि यतिको उम्रेछ। यतिको हुँदाखेरि चाहिँ चाँडो उम्रिन्छ। त्यही भएर चाहिँ भिजाएर चिसो माटोमा उसिलो माटोमा पुरिराखेर अनि यतिको उम्रेपछि चाहिँ अनि बारीमा छर्दाखेरि चाँडै उम्रिन्छ। 4 दिन 3 दिनमा त उम्रिन्छ। यो हेर्नुहोस् है। Amrino no. No te quiero. Hola, ven, fuera la guía, la mano. ¿Suri? Ah. Bueno, me lo ya. Bajo de llanta. यतिको चाहिँ छर्नु पर्छ है। चिसो माटोले चाहिँ यसरी पुर्दिनु पर्छ। अलिअलि हल्का, धेरै पुर्नु पनि हुँदैन, उम्रिँदैन, हल्का मात्रै पुर्दिनु पर्छ। हल्का पुर्दिनु पर्छ। धेरै पुर्यो भने नउम्रिन नि सक्छ। त्यही भएर हल्का मात्रै पुर्दिनु पर्छ। यतिको चाहिँ पुर्दिनुपर्छ। नहेर्नु चाहिँ यतिको पुरेपछि चाहिँ हुन्छ। अलिअलि निस्के पनि केही फरक पर्दैन। चिसो पानीले भिजाएपछि चाँडै उम्रिन्छ।